नमस्ते सम्पूर्णलाई। म बलराम मोक्तान, हाल कुवैतबाट। म चाहिँ यता उसमा पोर्टमा चाहिँ यो कन्टेनर खाली गर्न आएको। हामी चाहिँ पुरै लाइनमा बसिरहेको छु होइन। यो चाहिँ कन्टेनर सेक्सन, जेटिसीको चाहिँ कन्टेनर सेक्सन रहेको छ। यता चाहिँ हाम्रो सिटेक्स, तपाईँहरूले देख्नुहुन्छ यो चाहिँ सिटेक्स कम्पनी हो। यो चाहिँ अहिले सिटेक्स कम्पनी चाहिँ सिप लागेर काम हुँदैछ। हामी चाहिँ यता के अरे एमटी सिफ्टिङ गर्दैछु। यता रफले फटाफट झार्दैछ। तपाईँहरू नि यति भनौँ न खाडी मुलुकतिर यति तपाईँहरू आउन चाहनुहुन्छ भने इन्डेक्स मेन पावरलाई कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। सर्वप्रथम तपाईँहरू म के भन्न चाहन्छु भने यो जेटिसीमा पनि राम्रो नराम्रो भनौँ न के अरे 4वटा सेक्सनहरू छ। तर कम्पनीले 4-5 महिना लाइसेन्स नबनाएसम्म चाहिँ 120 केटी मजाले दिन्छ, केही काम गर्नु पर्दैन। त्यति चाहिँ ठिकै हो जस्तो लाग्छ मलाई चाहिँ। तर कस्तो भने तपाईँ चाहिँ कस्तो भने यो कम्पनीको चाहिँ एउटा रुट चाहिँ एकदम बिग्रेको छ होइन। के अरे कामको उही ठेगान छैन कि यो कन्टेनर सेक्सनमा चाहिँ। तर अरू सेक्सनमा चाहिँ ठिकै छ। लगभग यो सिएलतिर, मङ्गम फाइलतिर 4वटा सेक्सन छ। एउटा कार्सी लगभग केटाहरूले खाएर 1,20,000 मजाले पठाउनुहुन्छ। तर हामीले पनि त्यति कमाउँथ्यो यो कन्टेनर सेक्सनमा। तर अहिले चाहिँ एकदम डाउन भएको छ। कामसाम पनि चलेको छैन। काम पनि कहिले 10 बजे बोलाउँछ, कहिले 8 बजे बोलाउँछ। कामको मिसै छैन। यो 2024मा चाहिँ यो कन्टेनर सेक्सन चाहिँ एकदम डाउन भन्नाले एकदम डाउन भएको छ। तपाईँहरू नै आउन चाहनुहुन्छ भने आउनुहोस्। राम्रो त राम्रै हो। यो कन्टेनर सेक्सन परेर चाहिँ अलिकति नराम्रो हो। पहिले चाहिँ कमै ठिकै थियो, अहिले एकदम डाउन। तर कस्तो भने म केही वर्ष चाहिँ त्यो खाडी मुलुकमा जान्छु भने जेटिसी कम्पनीमा आयो भने काम त्यति हार्ड पनि सजिलो हो। 4-5 महिना लाइसेन्स तपाईँको जतिखेर लाइसेन्स निस्किन्छ त्यतिखेर मात्रै गाडी चलाउने हो। नआएसम्म पुरा मजाले बस्ने हो होइन। मजाले बसेर भातसात खाने, सुत्ने, अनि ड्युटी आउने, त्यही हो। फिङ्गर सिङ्गर हान्ने, त्यही मात्रै हो। अरू केही गर्नु पर्दैन। यति भन्दैमा म चाहिँ तपाईँहरू माझबाट चाहिँ बिदा लिन जान्छु। हस् त, नमस्कार।